नमस्ते सबैजनालाई स्वागत छ मेरो भ्लगमा। तपाईहरुलाई आज पनि मैले सधैँ जस्तो नयाँ कोसेली ल्याएर आएको छु। यो ठाउँ चाहिँ म पहिला पनि धेरैचोटि गइसकेको ठाउँ हो हैन। मतलब यो बाटो चाहिँ धेरैचोटि गएको हो। तपाईहरुलाई यहाँको लोकेसन पनि खासै भन्नु पर्ने पनि छैन जस्तै यदि तपाईहरुले मेरो पुरानो भिडियोहरु हेर्नु भएको छ भने। अनि यदि छैन भने चाहिँ यो चाहिँ साखु भन्दा माथि हो अनि यो चाहिँ शंखरापुर नगरपालिकामा पर्छ। यो ठाउँ चाहिँ आज हामी चाहिँ झुले जान लागेको छौं। यहाँ चाहिँ यसो हेर्दाखेरि धेरैजना जानु भएको छैन जस्तो रहेछ है। अनि मेरो पनि फर्स्ट टाइम हो हैन। काठमाडौँ बसेर पनि मलाई पनि यो ठाउँको बारेमा भर्खरमा थाहा पाओ। हुन चाहिँ यो भिडियो 1 वर्ष पुरानोको हो हैन। तैपनि अब हाल्नलाई चाहिँ अहिले जुरेको रहेछ। अनि यो लोकेसन चाहिँ मैले तपाईहरुले जस बुझ्ने गरेर राखेको छु। खासै त्यति यदि तपाईहरु जान चाहनुहुन्छ भने पिकनिक अब हैन, अब यसो कहिलेकाहीँ साथीहरुसँग रमाइलो गर्नु, ड्राइभ पिकनिक अथवा यसो राम्रो भ्यू हेर्नलाई तपाईहरु यो ठाउँ जान सक्नुहुन्छ। अनि साथसाथमा चाहिँ यो ठाउँ चाहिँ पुग्नु भन्दा अघि पनि यो बाटो तपाईको तलदेखि नै यति राम्रो छ है। रुखले भरेको, बादल पनि यस्तो राम्रो देखेको थियो यो दिन हैन। धेरै रमाइलो छ यो ठाउँमा हैन। तपाईहरु चाहिँ पछि अब जानुभयो भने चाहिँ तपाईहरुले पनि धेरै इन्जोय गर्नुहुन्छ। तपाईहरुको माइन्ड फ्रेश हुन्छ। अनि यो तपाईहरुलाई यो बाटो त तपाईहरु धेरै जना यदि तपाईहरु त्यहाँ मिनी इलाम जानु भएको छ भने तपाईहरुलाई यो बाटो चाहिँ अभियसली थाहा नै होला हैन। अनि जस यो जर्सिङ पवा भन्ने ठाउँ चाहिँ अलि फेमस पनि छ है। अनि अब यताबाट चाहिँ जस धेरै राम्रो ठाउँ गइन्छ। हाम्रो काठमाडौँमा धेरै राम्रो ठाउँ छ। काठमाडौँमा हैन, नेपालमा मात्र हैन, संसारभरि नै एकदम राम्रो ठाउँ छ। त्यही पनि कहिलेकाहीँ चाहिँ अब यसो नयाँ ठाउँ आफू गएको ठाउँ चाहिँ तपाईहरुलाई नि देखाउँ हैन। अनि भनेर चाहिँ मैले आज यो भिडियो ल्याएर आएको। अनि हेर्नुस् न, यहाँ बाटो तल्लदेखि नै यहाँ माथिसम्म तपाईलाई एकछिन कहीँ रोकेरै बस्नु भयो भने पनि तपाईलाई एकदम माइन्ड फ्रेश हुने खालको छ। अनि यहाँ चाहिँ एउटा गुम्बा पनि बन्दै रहेछ बाटोमा हैन। अब यस्तै अलिकति शान्ति, अलिकति पिसफुल राम्रो ठाउँतिर चाहिँ अब गुम्बाहरु पनि बनाइरहेको हुन्छ हैन। अनि ठ्याक्कै त्यहाँ देखेँ अनि मैले अलिकति भिडियो पनि खिचेँ। अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा फेरि अर्को एउटा गुम्बा बन्दैछ। त्यो गुम्बा चाहिँ अहिले अब 1 वर्ष अगाडि गएको भिडियो हो। अब अहिले त सायद रेडी भयो होला हैन। अनि तपाईलाई मैले देखाएँ नि यो 3टा बाटोबाट चाहिँ ठ्याक्कै छुट्छ है। यो 3टा बाटोमा चाहिँ हामी चाहिँ यो ढलानको बाटोबाट चाहिँ जानुपर्छ है। तपाईहरुलाई फेरि कन्फ्युज हुन सक्छ है। अनि यो ढलानको बाटो तपाई छोड्दै नछोडी जानु होला। बाटो तपाईहरुलाई मैले देखाएको छु, एकदम राम्रो छ, रमाइलो छ, हेर्दै आरामले मजाले जान सक्नुहुन्छ। बाटो चाहिँ कस्तो छ भने अब कुनै ठाउँमा चाहिँ अलिकति गाह्रो छ। तपाईहरु पानी पर्ने सिजनमा जानुभयो भने चाहिँ अलिकति हिलो हुन सक्छ। नभए भने त अब पानी नपर्ने सिजनमा चाहिँ हल्का मात्रै गाह्रो छ। त्यो एकदम धेरै गाह्रो चाहिँ छैन। तर कुनै ठाउँमा चाहिँ अब 2 जना जानुहुन्छ भने चाहिँ 1 जना उत्रिनु पर्न सक्छ। किनभने कुनै ठाउँमा चाहिँ अलिकति ढुङ्गाहरु अलि ठुल्ठुलो त्यस्तो भएर चाहिँ अब आफ्नो भेहिकललाई पनि किन दुःख दिनु हैन। अनि नत्र भने त बाटो त्यति गाह्रो पनि छैन। तपाईहरु हाइकिङको लागि पनि यो ठाउँ त्यति नराम्रो हो जस्तो चाहिँ लागेन। आई थिंक हाइकिङ जानुभयो भने पनि राम्रो आइडिया हो जस्तो लाग्छ यहाँबाट। बिकज अब कोही कोहीलाई हिँड्नु मन पर्नेलाई नर्मल्ली यहाँ 1.5 घण्टा हिँड्ने पनि पुगिन्छ जस्तो पनि लाग्यो मलाई। 1.5 हैन, 2 घण्टा भनौँ न। तर अलिकति हाइकिङ गइरहनु हुने, अलिकति हिँड्नु मन पराउनु हुनेले त मेबी 1 घण्टामा पनि पुग्नुहुन्छ। अनि यहाँ ठ्याक्कै यसो डाँडातिर भ्यूहरु हेर्दा चाहिँ यहाँ कस्तो मज्जाले कुहिरो लागिरहेको रहेछ। अनि ठ्याक्कै हामी चाहिँ यहाँ एउटा बाटो कहाँबाट जाने भने हेरिरहेको थियो। अनि सानो कुकुर पनि रहेछ यहीँ। अनि आई थिंक उसको चाहिँ त्यही घर नजिक थियो। अनि त्यही भएर अनि आफ्नो घरलाई चाहिँ अब उ गरे होला नि, सुरक्षा दिएको होला। अनि हामी चाहिँ यहाँको अङ्कललाई सोध्यौँ बाटो कहाँबाट भनेर। अनि उहाँहरूले नै भन्नुभयो। जाने क्रममै हामीले एउटा बालाई पनि भेटेँ हैन। अनि उहाँले चाहिँ यसरी अब डोको जस्तो बनाइरहनु भएको रहेछ। अनि एकदम राम्रो लागेर एकछिन बासँग पनि गफ गरेर बस्यौँ हैन। हामीसँग अलिकति अब यसरी जाँदा गर्दाखेरि चाहिँ अब हामीले बाटोदेखि रमाइलो गर्दै यसरी मान्छेसँग गफ गर्दै जाँदाखेरि चाहिँ अलिकति हाम्रो रमाइलो पनि हुन्छ जस्तो पनि मलाई फिल भयो हैन। अनि हामी चाहिँ एकछिन यहाँ बासँग गफ गरेर बस्यौँ। अनि उहाँको कला देख्दै अब कस्तो रमाइलो लाग्यो, हेर्दै बस्यौँ हामीले पनि हैन। अनि हेर्न सक्नुहुन्छ तपाईहरुलाई पनि यो देखेर कस्तो एउटा गाउँघरको जस्तो फिलिङ चाहिँ भइरा होला है। अनि जेसो त्यति टाढा छैन। तपाईहरु पनि अब जस्तै बिहान निस्किनु भयो भने त तपाईहरुलाई इनफ टाइम हुन्छ, इनफ। त्यही पनि आज हामी कति बजे गएको थियौँ भने हामी साखुमा नै हामी यस्तै 1 बजिरहेको थियो भनेपछि हामी निस्किँदा लगभग 1:30 समथिङ त्यस्तो भएको थियो। त्यही पनि हामी यहाँ माथि आउनेसम्म अहिले 3 पनि बजेको थिएन। त्यही भएर तपाईहरु पनि आरामले आउँदा हुन्छ। यो ठाउँमा त्यस्तो धेरै टाढा भन्ने पनि छैन है। अनि जस उहाँको कलालाई सम्मान गरेर हामी एकछिन उहाँसँग गफ गरेर हेरेर अनि त्यसपछि फेरि हामी आफ्नो बाटो लाग्यौँ।
अनि त्यसपछि चाहिँ फाइनली हामी आफ्नो डेस्टिनेसनमा पुगिसक्यौँ होइन अनि हामीले चाहिँ त्यहाँ आफ्नो स्कुटी पार्किङ गरेर अब यहाँबाट हिँड्दैछौँ होइन तपाईँहरूलाई यो ठाउँमा त्यस्तो गाह्रो पनि हुँदैन गुगल म्यापबाट पनि लोकेसन देखाउँछ साथसाथै तपाईँहरूले बाटोमा सोध्दै आउनुभयो भने पनि केही गाह्रो छैन अनि हामी चाहिँ यहाँ आइपुगेर चाहिँ अब मान्छेहरूले चाहिँ अलिक उतासम्म नै बाइक स्कुटीहरू लानु हुने रहेछ तर त्यसरी लाँदाखेरि चाहिँ यो हेर्नु न अलिकति त्यो डाँडा नै कस्तो नराम्रो देख्यो हेर्नु त्यहाँको त्यो घाँसहरू नै राम्रो उम्रिनु पनि पाएन होइन अनि अलिकति तर हुन त ठिकै छ मान्छेलाई अब यहाँबाट बाटो भनेर चाहिँ थाहा हुन्छ होइन तैपनि अब अलिकति राम्रो चाहिँ अलिकति नदेख्दो रहेछ किनभने हामी त्यस्तो राम्रो प्राकृतिक ठाउँमा आइसकेपछि चाहिँ अलिकति हामीले हिँड्दाखेरि पनि हामीलाई अलिकति माइन्ड फ्रेस पनि हुन्छ त्यो यहाँ मेरो हस्बेन्ड उहाँ पनि यहाँ आएपछि चाहिँ एकदम फ्रेस फिल गर्नु भएर खुसी भइरहनु भएको छ अनि मलाई पनि एकदम राम्रो लाग्यो किनभने मलाई नै स्पेसली यो ठाउँ जानु मन लागेको थियो अनि मैले चाहिँ अब यसो भ्याएको बेला दुईजना यसो हस्बेन्ड वाइफ यसो घुम्न पनि जाऊँ भनेर पनि आयो मलाई चाहिँ यहाँ के राम्रो लाग्यो भने चाहिँ यो बारीको लेयर टाइपको छ नि सायद यो पहिला कसैको बारी नै थियो कि थाहा भएन होइन तर यो डाँडा चाहिँ यसरी टक्क मिलेको छ कि अनि हेर्दा पनि कस्तो आँखालाई पनि राम्रो लाग्ने होइन अनि भिडियोमा पनि तपाईँहरूलाई पनि देखेर राम्रो लागिरह होला अहिले हेर्नुहोस् है यो बादलले पुरै ढाकेको छ त्यो सिनारी होइन तर एकछिनमा चाहिँ खुल्छ किनभने हामी यहाँ लगभग 1 घन्टा जति त बसेको थियौँ अनि त्यसपछि चट्ट लाएर होइन अब यो चाहिँ पहिलाको वर्षको समर सिजनमा थियो त्यही भएर चाहिँ हामीले कोक पनि खाएको थियौँ अनुहार चाहिँ कस्तो अनफ्रेस जस्तो देखाएको छ किनभने तल एकदम घाम थियो अनि यहाँ माथि आएर चाहिँ अलिअलि जाडो चाहिँ भइरहेको थियो अनि एउटा जोक के भन्नला चटपटेको जोक सुन्ने एउटा के भैयाले चटपटे एकदम मिठो बनाउँछ अरे एकदम फेमस कि एकदम फेमस अनि एक दिन त मिठो भएन रे किनभने त्यो भैयाले चाहिँ पन्जा ल्याएछ तपाईँहरू धेरैजनाले सुनिसक्नु भएको जोक नै होला यो सायद होइन मैले पनि पहिला सुनिसकेँ तर पनि अब त्यतिखेर सुन्दा पनि मलाई रमाइलो नै लाग्यो अब अलिकति फनी नै लाग्यो फनी पनि छ नि त अनि त्यहाँदेखि चाहिँ अब हामी एकछिन बस्यौँ त्यहाँ माथि अनि त्यहाँदेखि चाहिँ अब यस्तो दुःख गरेर आएको ठाउँ त मजाले घुम्नु पऱ्यो सबै ठाउँ अनि यहाँ चाहिँ कस्तो छ भने अलिक डाँडा अलिक टन्नै डाँडामा यस्तो उ थियो कि यो झुले भ्यू पोइन्ट भन्ने नै अब यस्तो अलिक धेरै डाँडाहरू नै थियो कि त्यहाँ अनि यहाँ हेर्न सक्नुहुन्छ हामी कसरी इन्जोय गरिरहेछौँ होइन डेफिनेटली तपाईँहरूलाई यो देखेर कस्तो त्यहाँ जाउँ नै फिल भइसक्यो होला जस्तो मलाई चाहिँ फिल भइरहेछ होइन अनि यहाँ हेर्नु हामीहरू कस्तो अब अलिकति मजा आइरहेको थियो किनभने हामी जहिले पनि आफ्नो डे टु डे लाइफमा कति बिजी भइरहेको हुन्छ त्यो हिसाबले चाहिँ हामीले खुलेर रमाइलो गर्न पनि पाइरहेको हुँदैन त्यसैले तपाईँहरू पनि मौका पाउने बेला चाहिँ मौकामा चाहिँ रमाइलो गर्नुहोस् भन्छु होइन अनि हल्का अघि भन्दा चाहिँ अब हेर्न सक्नुहुन्छ बादल अझै सरेर आएको छ होइन अनि अब हेर्नु न यो हो कि मलाई एकदम मन परेर आएको भने नि अनि मैले तपाईँलाई अघि चाहिँ भ्यू राम्रो देख्छ भने भ्यू चाहिँ डेफिनेटली राम्रो देखेको थियो तर मैले क्याप्चर गर्न चाहिँ भुलेछु कि मेबी सायद यो तपाईँहरूलाई साइन होला कि आफै गएर हेर्नको लागि है हजुर ठिकै छ अनि आजको लागि चाहिँ हाम्रो यति नै हो अनि फाइनली हामी चाहिँ त्यहाँबाट फर्केर अन्डा र चाउचाउ खायौँ अनि त्यसपछि तल बजारमा आएर है र आजको लागि यति नै अनि हेरेर साथ दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद।